तपाईको फेसबुक वा कुनै सोसल मिडिया अकाउन्ट ह्याक भयो? तपाईको कुनै प्राइभेट फोटो देखाएर कसैले ब्ल्याकमेल गर्दैछ? तपाईलाई कसैले सामाजिक सञ्जालमा कुनै पोस्ट मार्फत वा मेसेज वा कमेन्टमा समेत गाली गरिरहेको छ? तपाईलाई थाहा छ यो उजुरी कहाँ र कसरी दर्ता गर्ने? यी कुराहरू थाहा नपाएर धेरैलाई तनाव भएको हुन सक्छ। यस्तै एकजना युवतीलाई भएछ। एक अपरिचित व्यक्तिले मेसेन्जरमा धम्की दियो, तिम्रो फोटो भाइरल बनाइदिन्छु, पैसा पठाऊ। उनी डराइन्, उनले पैसा पठाइन्, तर ठगी रोकिएन। फेरि माग्यो, फेरि धम्कायो। उनले निकै तनाव र आर्थिक हानि बेहोर्न बाध्य भइन्। यस्तै एक युवाको कथा थियो। एकजना युवतीले फेसबुक मेसेन्जरमा कुरा सुरु गरिन्। बिस्तारै कुरा अश्लील हुँदै गयो, तर ती युवाले त्यो रेकर्ड होला भनेर अनुमान नै गरेनन्। तर पछि केही दिन मात्र भएको थियो, पैसा पठाऊ नत्र जे पनि हुन सक्छ भनेर धम्की आयो। उनले धेरै पटक रकम पठाएपछि अब पठाउन सक्दैन भन्दै प्रहरी कहाँ पुगे। यस्ता कथाहरू धेरै छन्। यो साइबर अपराध हो र यसको समाधान कानुनमा नै छ। नमस्कार, म अधिवक्ता निम छेत्री। नेपालमा साइबर अपराध विद्युतीय कारोबार ऐन 2063 अन्तर्गत हेरिन्छ। यस्ता घटनामा उजुरी दिन वकिल आवश्यक पर्दैन, न त कुनै त्यस्तो कानुनी लिखत नै आवश्यक पर्छ। तपाईँ आफै दिन सक्नुहुन्छ। उजुरी दिन पनि सजिलो छ। साइबर ब्युरोको आधिकारिक वेबसाइट मार्फत वा इमेल मार्फत पनि दिन सकिन्छ। त्यस्तै नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा प्रत्यक्ष गएर पनि उजुरी दिन सकिन्छ। उजुरी दिन कुनै पैसा लाग्दैन वा कुनै खर्च नै हुँदैन। तर उजुरी बलियो बनाउन प्रमाण भने चाहिन्छ। आवश्यक स्क्रिनशट, च्याट, कल रेकर्ड अथवा अन्य रेकर्डहरू ट्रान्जेक्सन भएको भए उक्त ट्रान्जेक्सनको स्क्रिनशट लगायत उजुरी गर्नु अघि नै तथा पछि मुद्दा कमजोर नहोस् भनेर यी कुराहरूमा भने विशेष ध्यान दिनुहोस्। जस्तै सबै प्रमाण सुरक्षित राख्नुहोस्, डिलिट नगर्नुहोस्, रिस उठ्यो भनेर ब्लक नगर्नुहोस्, घटनाको मिति, समय तथा अन्य विवरण सहित लिखत उजुरी पत्र तयार पार्नुहोस्, नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दर्ता गर्नुहोस् वा समयमै फोनमा तथा इमेल मार्फत भए पनि सम्पर्क गर्न ढिला नगर्नुहोस्। यसरी उजुरी दर्ता पछि अनुसन्धान हुन्छ र प्रमाण पुगेमा मुद्दा अदालतसम्म पुग्छ। ठगी गर्ने तथा साइबर अपराध गर्नेहरू विरुद्ध कमजोर नबन्नुहोस्। जस्तै माग्नासाथ ब्ल्याकमेलरलाई पैसा नतिर्नुहोस्। उनीहरूलाई जति पैसा तिरे पनि धम्की वा उनीहरूको माग्ने क्रम रोकिँदैन। प्रमाण नमेटाउनुहोस्। स्क्रिनशट र च्याटहरू सुरक्षित राख्नुहोस् र सधैँ जति सकिन्छ छिटो उजुरी दिनुहोस्। आफन्त, साथीभाइ वा कानुन व्यवसायीसँग आवश्यक सल्लाह गर्नुहोस्। जति ढिलो गर्नुहुन्छ प्रमाण त्यति नै धमिलो हुन्छ वा अपराध गर्ने बलियो र कमजोर तपाईँ बन्दै जानुहुन्छ। सचेत रहनुहोस् तर नडराउनुहोस्। सधैँ कानुन पीडितको सुरक्षाको लागि छ। डराउनु पर्दैन, उजुरी दिनुहोस्। यो भिडियो पछि काम लाग्न सक्छ। सेभ गर्नुहोस्, सेयर गर्नुहोस्, कसैलाई चाहिएको पनि हुन सक्छ। साथै थप कानुनी जानकारीको लागि हामीलाई फलो गर्नुहोस् र समस्या, जिज्ञासा वा प्रश्नहरू भएमा कमेन्टमा लेख्नुहोला। धन्यवाद।